ओमानमा जारी आइसिसी मेन्स T20I विश्वकप इस्ट एसिया पेसिफिक छनौट अन्तर्गत पहिलो खेलमा कुवेतलाई 58 रनले हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको नेपालले सम्म चरणको दोस्रो खेलमा आज शुक्रबार जापान विरुद्ध खेल्दैछ। जारी छनौटको पहिलो खेलमै कुवेत विरुद्धको जितले हौसिएको नेपालले आज जापान विरुद्ध कस्तो प्रदर्शन गर्ला त? आज हामी यस भिडियोमा यसै सम्बन्धी चर्चा गर्नेछौँ र साथसाथै पक्कै पनि नेपालको विश्वकप पुग्नका लागि नेपालले अब कतिवटा म्याचहरू जित्नु पर्ने हुन्छ त्यो विषयमा पनि हामी चर्चा गर्नेछौँ। र तपाईलाई मैले जानकारी गराउन चाहे, आज जापान र नेपाल बीचको यो खेल हुन अगावै नेपाल र जापान भने सुपर 6 मा प्रवेश गरिसकेको छ र यता कुवेत भने प्रतियोगिताबाट बाहिरिसकेको छ। अब यस्तो अवस्थामा नेपालले अब विश्वकपमा स्थान बनाउनका निमित्त कतिवटा म्याच जित्नु पर्छ त्यो बारेमा पनि हामी यस भिडियोमा चर्चा गर्नेछौँ। तसर्थ भिडियोलाई सुरुदेखि अन्तसम्म पनि हेरेर सुनेर साथ दिनुहोला र साथसाथै तपाईले एउटा लाइक पनि गरेर साथ दिनुहोला। आउनुस् यति भन्दै भिडियोतर्फ अगाडि बढौं। सर्वप्रथम कुरा गरौं र्याङ्किङको। आइसिसी T20I र्याङ्किङमा 18 स्थानमा रहेको नेपाल र नेपाल भन्दा 26 स्थान तल अर्थात् 44औं स्थानको जापान बीच आज T20I क्रिकेटमा पहिलो औपचारिक भेट रहनेछ। वरियतामा निकै कमजोर देखिए तापनि जापानको टिम मैदानमा भने निकै नै बलियो देखिन्छ, जो उसले बिहिबार सम्पन्न कुवेत विरुद्धको खेलमा प्रमाणित गरिसकेको छ 5 विकेटको शानदार जित निकालेर। बिहिबार टस जितेर पहिले फिल्डिङ रोजेको जापानले कुवेतले दिएको 178 रनको लक्ष्य 19.3 ओभरमा 3 बल बाँकी छँदै पूरा गरेको थियो। जितसँगै समूह बीबाट जापानले नेपालसँगै एक खेल अगावै सुपर 6 मा स्थान पाइसकेको छ। यता समूह बीमा नेपाल र जापान दुवैसँग पराजित कुवेत भने प्रतियोगिताबाटै बाहिरिसकेको छ। बुधबार सम्पन्न यस ग्रुपको पहिलो खेलमा कुवेतलाई 58 रनले हराउँदै T20 विश्वकप क्रिकेट इस्ट एसिया पेसिफिक क्वालिफायर्समा उत्कृष्ट सुरुवात गरेको नेपाली सिनियर पुरुष क्रिकेट टिमले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालले दिएको 142 रनको मध्यम लक्ष्य पछाएको कुवेत मात्र 83 रनमै समेटिँदा खेल भने नेपालको पक्षमा आएको थियो। नेपालको जितमा ब्याटिङतर्फ कुशल भुर्तेलले सर्वाधिक 66 रनको योगदान दिएका थिए र साथसाथै उनले एउटा विकेट पनि हात पारेका थिए। र त्यस्तै बलिङतर्फ युवा लेग स्पिनर द्वय सन्दीप लामिछाने, ललित नारायण राजवंशीसँगै कप्तान रोहित कुमार पौडेलले समान 2-2 विकेट हात पारेका थिए। यसरी जितसँगै समान 2 अङ्कका साथ नेपालले सुपर 6 मा प्रवेश पाए पनि नियम अनुसार भने यदि जापानलाई शुक्रबार हराउँछ भने नेपाल 2 अङ्क लिएर सुपर 6 मा प्रवेश गर्नेछ। यस्तो अवस्थामा सुपर 6 मा नेपालले 2 खेल मात्र जिते पनि विश्वकपमा छनौट हुने बलियो आधार तयार पार्न सक्नेछ। तसर्थ नेपाली टिम पक्कै पनि सुपर 6 मा प्रवेश त गरिसकेको छ र समूह बीबाट नेपालसँगै जापान सुपर 6 मा प्रवेश गरिसकेको छ भने अब जापानलाई आज हुने खेलमा हामीले पराजित गर्यौं भने हामी सुपर 6 मा खाली हात पनि जाने छैनौं। यानि कि हामीले जापानसँगको जित निकालेको त्यो 2 अङ्क लिएर नै सुपर 6 मा प्रवेश गर्नेछौं र हामीले सुपर 6 मा भने समूह ए बाट आएको 2 वटा टिम र समूह सी बाट आएको 2 वटा टिम गरी 4 वटा टिमसँग चाहिँ हामी प्रतिस्पर्धा गर्नेछौं, जसमा हामीलाई 4 खेलमा मात्र 2 जित पर्याप्त हुनेछ विश्वकपमा स्थान बनाउनको लागि र हामीले जापानसँग भने सुपर 6 मा प्रतिस्पर्धा गर्ने छैनौं। तसर्थ 2 अङ्कका साथ सुपर 6 मा प्रवेश गरेको नेपाली टिमले मात्र 4 खेलमा 2 खेलमा मात्र जित निकाले पनि हामी 6 अङ्कका साथ चाहिँ आगामी वर्ष 2026 मा हुने विश्वकपमा स्थान बनाउनेछौं। यो मौका छ नेपाली टिमलाई। तसर्थ यसको लागि भने आज हामीले जापानलाई पराजित गर्नै पर्ने हुन्छ। र तपाईको विचारमा के लाग्छ, नेपाली टिम यो पाली के विश्वकपमा प्रवेश गर्न सक्ला? अघिल्लो वर्ष 2024 को विश्वकप खेलेको नेपाली टिम पक्कै पनि यो वर्ष पनि लगातार के छनौट हुन सफल होला त? र तपाईहरुको राय के छ कमेन्ट बक्समा लेखेर बताउनु पनि होला। आज शुक्रबार ओमानको राजधानी मस्कट स्थित अल अमिरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार आज दिउँसो 4:15 मा खेल भने सुरु हुनेछ।
आजको यस सामग्री यति नै। आगामी विश्वकप क्वालिफायर अन्तर्गतको भिडियो लिएर फेरि पनि हामी तपाईँहरूसँग जोडिनेछौँ। त्यतिन्जेल भोलि प्रतीक्षा गर्दै गर्नुहोला र नेपाली टिमलाई सबैजनाले जितको शुभकामना पनि दिनुहोला। र हामी पनि पक्कै पनि आज हुने जापान भर्सेस नेपाल बीचको यो क्वालिफायरसम्म बी अन्तर्गतको नेपालको पनि र जापानको पनि यो दोस्रो खेल रहेको छ भने यो दोस्रो खेलको लागि यो समूह चरणको दोस्रो तथा अन्तिम खेलको लागि हाम्रा गोर्खाली खेलाडीहरूलाई हामी अग्रिम शुभकामना दिन चाहन्छौँ जितको लागि। र तपाईँहरूले पनि जितको लागि हाम्रा गोर्खाली खेलाडीहरूलाई शुभकामना पनि दिनुहोला। हस् त आजको यस भिडियोबाट पनि हामी बिदा माग्छौँ। आगामी भिडियो लिएर फेरि पनि हामी उपस्थित हुने नै छौँ। त्यतिन्जेल पनि प्रतीक्षा गर्दै गर्नुहोला।